हेलो एभ्रिवान। सो आज फेरि म लिम्बू ट्रेडिसनल ड्रेस बनाउने छु र तपाईँले सिक्न सक्नुहुन्छ। र लिम्बू ल्याङ्ग्वेजबाट लिम्बू ट्रेडिसनल ड्रेसलाई के भन्छ त्यो पनि तपाईँले कमेन्टमा लेख्न सक्नुहुन्छ। र फर्स्टमा चाहिँ लिम्बू ट्रेडिसनल ड्रेसको भित्रबाट लाउने म यो बनाइरहेको छु। यो चाहिँ हन्जु स्टाइलमा बनाएको छु। हन्जु नै भन्दाखेरि पनि हुन्छ, जुन चाहिँ एकदमै इजी हुन्छ। र फर्स्टमा म तपाईँलाई यो हन्जु बनाउन सिकाउने छु। र हन्जु बनाउँदाखेरि चाहिँ तपाईँको फुल लेन्थै एउटा हातदेखि, जुन चाहिँ हातको रिस्ट हुन्छ, त्यहाँदेखि चाहिँ अर्को हातको रिस्ट अनि रिस्टदेखि ब्याक नेकसम्म नाप्दाखेरि पनि हुन्छ। र टोटल कति हुन्छ त्यही नै हिसाबले चाहिँ तपाईँहरूले यो डल्लैको लेन्थ लिन सक्नुहुन्छ। र तपाईँले त्यसलाई चाहिँ फोल्ड गर्नुपर्ने हुन्छ। आर्म होल कति छ त्योभन्दा अलिकति बेसी तल राखेर चाहिँ त्यो हिसाबले टक्कै तपाईँले फोल्ड गर्नुपर्छ। र त्यसलाई चाहिँ यसरी फेरि अझै फोल्ड 2 खेप तपाईँले गर्नुपर्ने हुन्छ। र त्यो गरिसकेर चाहिँ अब मेजरमेन्ट हामीले अलिकति गर्नुपर्ने हुन्छ। र सोल्डर लेन्थ तपाईँहरूले लिनुपर्ने हुन्छ। म्याक्सिमम 14 to 15 हुन्छ र मेरो चाहिँ 14 छ। र 14 को आधी 7 लाई मैले यसरी मार्क गरेको छु। र आफ्टर द्याट चाहिँ जुन चाहिँ सोल्डर हुन्छ प्राय 4 या 5 हुन्छ र मेरो 4 छ। त्यो 4 चाहिँ हामीले दाग लाउनु पर्ने हुन्छ। र त्यहाँदेखि चाहिँ हामीले नेक राउन्ड होइन, यसको सिधै गला हुन्छ त्यसलाई चाहिँ दाग लगाउनु पर्ने हुन्छ। र त्यसपछि फेरि हाम्रो बस्ट बडी साइज कति हुन्छ 36, 35 त्यो चाहिँ हामीले त्यसको आधीको आधी चाहिँ हामीले दाग लाउनु पर्ने हुन्छ। र मैले यो दाग लाउँदाखेरि चाहिँ अगाडि मैले मेजरमेन्ट गर्दाखेरि 1 इन्च मैले छोडेर दाग लगाएको छु, किनकि चाहिँ हन्जुको चाहिँ अलिकति बडी ओभर साइज हुन्छ, फिटिङ हुँदैन। र त्यही भएर चाहिँ अलिकति एक्स्ट्रा चाहिँ हामीले छोड्नुपर्ने हुन्छ। र हामीले त्यसपछि चाहिँ जुन चाहिँ आर्म होलको मुनिको भाग हुन्छ त्यो दाग लगाउँदाखेरि चाहिँ अलिकति हाम्रो अघि फोल्ड गरेको भाग हुन्छ त्यसलाई टच गर्नुपर्ने हुन्छ। र त्यसपछि चाहिँ हामीले स्लिभको त्यहाँनिर लाइनलाई कोर्नुपर्ने हुन्छ। र अब चाहिँ हाम्रो बडी लेन्थ कति छ, लेन्थ कति चाहिएको हो त्यसको नापेर यसरी दाग लगाएर, अनि जुन चाहिँ राउन्ड हुन्छ त्यो पनि कति छ त्यो पनि यतिखेर नै दाग लगाएर दाग लाउनु पर्ने हुन्छ। र त्यहाँदेखि चाहिँ हामीले यसलाई कटिङ गर्दा हुन्छ। र है तपाईँले नोटिस गर्नुभयो होला, यो मैले बनाउँदै गर्दाखेरि चाहिँ मैले स्टडी स्केलहरू युज गरिरहेको छु। जब कि मैले युज गर्नुपर्ने थियो यो मेजरिङकै स्केलहरू युज गर्नुपर्ने थियो, तर मैले त्यो युज गरेको छुइनँ किनकि चाहिँ मेरो सामानहरू सबै है उता घरमा नै छ। र यहाँ चाहिँ मेरो केही सामानहरू छैन र मेरोमा जे छ मैले त्यसलाई नै युज गरेर बनाइरहेको छु। र तपाईँहरूकोमा चाहिँ मेजरिङ स्केलहरू छ भने तपाईँले त्यही नै युज गर्यो भने राम्रो हुनेछ। र है अब चाहिँ हामीले यो नेकको कटिङ गर्नुपर्ने हुन्छ। र यो चाहिँ अलग्गै जुन चाहिँ अघि हामीले फोल्ड गरेको छ त्यसलाई अलग्गै निकालेर गर्नुपर्ने हुन्छ। र कोही बेला हामी बिर्सी पठाउँछ त्यो डबल गरेको भागसँगै नै हामीले चाहिँ काटी पठाउँछ, त्यो हुँदा चाहिँ बिग्रिन्छ। र यसरी फेरि त्यसलाई रिओपन गरेर अनि त्यो भागलाई मात्रै चाहिँ हामीले काट्नुपर्ने हुन्छ। अब चाहिँ अघि जुन चाहिँ कटिङ गर्दाखेरि उब्रेको भाग हुन्छ त्यसलाई नै फेरि अगाडिपट्टि जोड्ने पनि त्यहीँबाट निकाल्नुपर्छ। र जुन चाहिँ हाम्रो अगाडि कलरको जुन चाहिँ फोल्ड हुने भाग हुन्छ बक्कुको त्यो हन्जुको, अनि त्यो भाग पनि त्यहीँबाट निकाल्नुपर्ने हुन्छ। सो फाइनली मैले बनाइसकेको छु, तपाईँले हेर्न सक्नुहुन्छ। र यसको स्लिभ चाहिँ मैले पफमा बनाएको छु, खुल्ला राखेको छुइनँ किनकि यो चाहिँ मैले लिम्बू ड्रेसको लागि बनाएको हो।